टक्क लाएर हामी चाहिँ मिठा पान खानको लागि उहाँ सरजीले रेडी पार्दै हुनुहुन्छ हैन सर? मिठो हुँदैन है। बानी लाग्यो भने चाहिँ दिनकै ल्याउँदा नि हामी दिनकै खाइदिन्छु। तर मैले पहिले एकचोटि खाएको थियो, यस्तो दिमाग खराब भएको थियो। त्यही पनि यो मिठो हुन सक्छ नि त। ल है त, हाम्रो सरजीले थरी थरी मालहरू हाल्दै हुनुहुन्छ। वाउ, ओ सुपारी टक्क लागेर है। हमको थोड़ा थोड़ा डाल दीजिए चलेगा। ऐसा लगता है ना हम पहली बार टेस्ट करने के लिए बोला आपको। यो लाखु पदार्थमा जोइन हुँदैन नि है यो पान? लाखु पदार्थ भन्नेमा मिसिँदैन नि है? यो सबै हजुरले त्यो के भन्छ अरे पातहरू सबै धुएर ल्याउनु भएको हुन्छ हो? ए, त्यो के को पात हो? ए, पानको। यो कहाँ पाउँछ? ए, इन्डियाबाट ल्याउनु पर्ने हो? अच्छा, ठिक छ ठिक छ। मिठा पान। ल यो खाने हो सिँगै? ल है त, खाइदिउँ न त। लाइफमा टेस्ट लिनुपर्छ है। एउटै दिने रे 1200 केजी भएछ। 1 किलो सुपारी कम हुन्छ। ओ कम यो पुरो सबैमा हाल्नु पर्छ। दुईटा चारवटा दिन पार्नु। यो तिहार भरि बेच्दैन 1 किलो बेच्दैन होला त्यो सुपारी। तिहार भरि 2-3 किलो जान्छ। पानी नेला पानी चारवटा हाल्नु पर्छ। दुईटा भन्दा हाले त्यहाँ छैन, चारवटा भन्छ हैन। जर्दामा बढी जान्छ। जर्दामा जान्छ मिठा खाएर त पिठा खाइसक्यो। छवटा गाछ मैले 8वटा पिसाको 12वटा। कस्तो रक्सी लागे जस्तो पो भयो त? रक्सी लागे जस्तो पो भयो त? हुँदैन? पैसा दे त। 60 रुपैयाँ। 60 रुपैयाँ हो? 60 भन्यो नि त। खै यो चबाउन सक्दैन त सुपारी त। 30 रुपैयाँको पनि मिलाएर दिनुभएको नि त। त्यो रस खाएपछि यो फाल्ने हो कि निल्ने हो? यो निल्ने हो। ओ आफूले सबै बेलातिर लाएर घरमा लगेर राखेको छु क्या। सोच पनि त्यही त हो। मिठा पान। लाइफमा पहिलोचोटि खाइदिएको नि त, आँसु आइदियो। थ्याङ्क्स गड।
अब खाँदै गएपछि मिठो हुने होला तर मलाई चाहिँ मिठो लागेन कस्तो जरो आउँछ सिलिङ सुरुमा खानु त गुलियो थियो लाइफमा यस्तो हुन्छ कि मैले चाहिँ लाखो पदार्थ भनेर टेस्ट नगर्ने भनेको लाखो पदार्थमा गरिँदैन र है त दाँतभरि ल नेक्स्ट भिडियोमा भेटौँ है त